साथीहरु यो चाहिँ मरिन डाइभर्सन है साथीहरु। मरिन डाइभर्सन चाहिँ रामेछाप जिल्ला र सिन्धुलीको चाहिँ यो बीचको यो सेलेघाट भन्ने ठाउँमा चाहिँ निर्माण भइरहेछ साथीहरु। यहाँको काम चाहिँ एकदम द्रुत गतिमा निर्माण भइरहेछ साथीहरु। यो चाहिँ नेपाल सरकारको गौरवमय आयोजना अन्तर्गतको एउटा प्रमुख आयोजना हो साथीहरु। यो चाहिँ खास यो आयोजनाको मुख्य उद्देश्य भनेको चाहिँ साथीहरु तराईका ती मध्य प्रदेशका विभिन्न जिल्लाहरुमा चाहिँ त्यहाँ चाहिँ हिउँदयाममा चाहिँ सुक्खा बस्ने भएर त्यहाँको लागि चाहिँ सिंचाइ गर्नको लागि चाहिँ यहाँको यो पानीलाई चाहिँ नहर बनाएर क्यानल बनाएर चाहिँ मरिनमा झारेर त्यहाँबाट बागमती नदीमा मिसाएर चाहिँ त्यहाँबाट चाहिँ डिभाइड गरेर चाहिँ मध्य प्रदेशका 5 वटा जिल्लामा चाहिँ सिंचाइ सुविधा पुर्याउने उद्देश्यले चाहिँ यो आयोजना निर्धारण गरेको साथीहरु। यो आयोजना चाहिँ त्यो साथीहरु अब यो काम चाहिँ पुरै द्रुत गतिमा भइरहेछ यहाँ हैन। अब यसको पछि चाहिँ म एकदम विस्तृत रूपमा एउटा अर्को भिडियो बनाउँला साथीहरु। अहिले चाहिँ हेरेर साथ दिनु होला। त्यहाँबाट हेर्दै हुन्छ दिपेश कार्की युट्युब च्यानललाई चाहिँ लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्न नबिर्सनु होला। नयाँ साथीले हेरेर साथ दिनु होला, पुराना साथीले हेरेर साथ दिनु होला र नयाँ साथीले सब्स्क्राइब पनि गरिदिनु होला है त साथीहरु। अब यो मरिन डाइभर्सनको बारेमा चाहिँ पछि म एउटा विस्तृत भिडियो ल्याउँछु साथीहरु। अहिले चाहिँ एउटा सानो जानकारीको लागि चाहिँ यहाँ काम चाहिँ भइरहेछ साथीहरु एकदम द्रुत गतिमा हैन।